साथीहरू, आज म तपाईहरुसँग एउटा यस्तो प्रश्नको बारेमा कुरा गर्न लागिरहेको छु, जुन प्रश्न सायद संसारको सबै मानिसहरूले कहिले न कहिले सोचेकै हुन्छन्। मान्छे मरेपछि के हुन्छ? आत्मा कहाँ जान्छ? आत्मा साँच्चीकै हुन्छ कि हुँदैन? स्वर्ग नर्क साँच्चै छन् कि केवल विश्वास मात्र हो? र यदि पुनर्जन्म हुन्छ भने आत्मा फेरि कहाँ जन्म लिन्छ? आजको भिडियोमा हामी यही विषयलाई ए टु जेड बुझ्ने प्रयास गर्नेछौँ। सबैभन्दा पहिले बुझौँ, जब मान्छे मर्छ तब के हुन्छ? जब मृत्यु हुन्छ सबैभन्दा पहिले मुटु धड्कन बन्द हुन्छ, त्यसपछि सास बन्द हुन्छ। केही सेकेन्डभित्र मस्तिष्कले काम गर्न छोड्छ। शरीरको रगत बग्न बन्द हुन्छ र शरीर बिस्तारै चिसो हुन थाल्छ। विज्ञान अनुसार यही बेला मानिसको जीवन समाप्त हुन्छ, तर धेरै धर्म र विश्वासहरू भन्छन् त्यो अन्तिम होइन, त्यो त अर्को यात्राको सुरुवात हो। धेरै धार्मिक विश्वास अनुसार जब शरीर मर्छ तब आत्मा शरीरबाट अलग हुन्छ। कतिपय मानिसहरूले नियर डेथ एक्सपिरियन्स नामको अनुभव बताएका छन्। उनीहरूले भनेका छन् कि उनीहरूले आफ्नो शरीर बाहिरबाट देखे जस्तो अनुभव गरे। केहीले भनेका छन् उनीहरूलाई एउटा उज्यालो सुरुङ जस्तो बाटो देखियो। यो कुरा पूर्ण रूपमा प्रमाणित नभए पनि संसारभर यस्ता अनुभव धेरै सुनिन्छन्। कतिपय विश्वास अनुसार मृत्युपछि आत्मा तुरुन्त अर्को संसारमा जाँदैन। आत्मा केही समयसम्म पृथ्वीको वरिपरि नै घुमिरहन्छ। भनिन्छ आत्मा केही समयसम्म पृथ्वीको वरिपरि नै हुन्छ भनिन्छ। त्यसैले कतिपय संस्कृतिमा 13 दिनसम्म विभिन्न कर्मकाण्ड गरिन्छ। भनिन्छ कि त्यो समयमा आत्माले आफ्नो परिवार र संसारलाई अन्तिम पटक हेर्नेछ। हिन्दू धर्मको विश्वास अनुसार मृत्युपछि आत्मा यमलोक पुग्छ। त्यहाँ मानिसले जीवनभर गरेको राम्रो नराम्रो कार्यको हिसाब हुन्छ। यदि राम्रो कर्म धेरै छ भने आत्माले राम्रो फल पाउँछ। यदि राम्रो कर्म धेरै छ भने आत्माले राम्रो फल पाउँछ। यदि नराम्रो कर्म धेरै छ भने नराम्रो फल नै पाउँछ। धेरै धर्महरू भन्छन् राम्रो कर्म गर्ने मानिस स्वर्ग जान्छ, नराम्रो कर्म गर्ने मानिस नर्क जान्छ। स्वर्गलाई सुख शान्ति र आनन्दको स्थान भनिन्छ, नर्कलाई दुःख र सजायको स्थान भनिन्छ। तर यो कुरा विश्वासमा मात्र आधारित छ, विज्ञानले अझै प्रमाणित गर्न सकेको छैन। हिन्दू र बौद्ध धर्मअनुसार धेरै आत्माहरू अन्ततः पुनर्जन्म लिन्छन्, अर्थात् आत्मा फेरि पृथ्वीमा नयाँ शरीरमा जन्मिन्छ। तर प्रश्न उठ्छ, आत्मा कहाँ जन्म लिन्छ? भनिन्छ कि आत्मा त्यही वरपर परिवारमा जन्मिन्छ जहाँ उसको कर्म र भाग्य मिल्छ। कहिलेकाहीँ मानिसहरूको कर्मअनुसार मानिसको रूपमा, कहिलेकाहीँ जनावरको रूपमा पनि जन्म लिन्छ। संसारको केही साना बच्चाहरूले आफूले अघिल्लो जन्म सम्झिएको दाबी गरेको घटनाहरू पनि छन्। कतिपयले आफ्नो घर परिवार र जीवनको बारेमा कुरा गरेको पनि पाइन्छ। यस्तो घटनाहरू अनुसन्धान पनि भएका छन्, तर अझै सबै कुरा स्पष्ट छैन। विज्ञानको नजरमा भने मृत्युपछि शरीर मात्र बाँकी रहन्छ। आत्मा, स्वर्ग नर्क वा पुनर्जन्मको स्पष्ट वैज्ञानिक प्रमाण अहिलेसम्म भेटिएको छैन। त्यसैले यो विषय अझै पनि संसारकै सबैभन्दा ठुलो रहस्यमय बनेको छ। त्यसैले अन्तिम प्रश्न अझै बाँकी छ, मान्छे मरेपछि वास्तवमा के हुन्छ? के आत्मा साँच्चीकै हुन्छ? के पुनर्जन्म हुन्छ? कि सबै कुरा यही समाप्त हुन्छ? तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यस्तै रोचक रहस्यमय भिडियोको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।